बाटोको यात्रा सँगसँगै बाटोको बिचमा यस्तो रमणीय पलहरू बिताउन पाउँदा जुम्ला आउन कसलाई मन नहोला। हाम्रो यो ड्रोन फुटेजले अहिले बुलबुले भन्ने एउटा सानो जुम्लाको गाउँ, यहाँ भेडाहरू चरिरहेछन्, घोडाहरू छन् वरिपरि, कलकलाउँदो पानी बगिरहेछ छेउको खोला नालाबाट। अनि यहाँ हामी अहिले लन्च खानलाई एउटा सानो गाडीमा हामी 4-5जना यात्रुहरू भिडियो फोटो खिच्दै चिसोमा आनन्दले च्याङ्राको मासु र भात खान। परको नजिकको बस स्टेसन त्यतातिर लाग्दैछौँ। जाँदाखेरि बाटोमा अब हामी चिया खाने ठाउँ आउँछ, हामी त्यहाँ रोकिन्छौँ। अनि बाटोमा जाँदाखेरि रमणीय दृश्यहरूको कुनै पनि कमी छैन। यति रमाइलो छ, यति मजा आउँछ, मनभित्रबाट यति आनन्द छ, कुरै छोडिदिनुहोस्। र यो यात्राको पुरा डिस्क्रिप्सन र विवरण लिएर हामी ठुलो भिडियोमा आउनेछौँ। त्यो एपिसोड हेर्न नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ।